गइन्छ कि नेपाल मजाक नखाने छोड्यो म जान्न होला टाउको त साला उचाइले दुख्छ के दुख्छ अनि त स्यासा म्याप त हामीलाई नि त अलिकति उकालाउँदा त गाह्रो भएन तँलाई किनभने सम्म बाटो हिँडेको स्कुटीमा दौडेको मान्छे भयो हो अनि त्यसो भएपछि अनि यति उकालो भेट्ने बित्तिकै गाह्रो हुन्छ होइन त हो नि अनि ठिक छ बसमा आधी घन्टा जति बस है ढिलो केही हुन्न हामीलाई तर 9 बजे पुग्यो नि पुग्यो हामीलाई वी डोन्ट केयर कति बजे अलि घडीले बल्ल त 12 बजे यहाँ 5-6 घन्टा र अब 6 घन्टा लाए पनि हामी के अरे के हुन्छ र 7-8 बजे पुग्यो नि के भएर गोरेटो त्यही हो फरक होइन मोटरै बाटो जाम्ला गोरेटो हामीलाई के टेन्सन सुत त्यसो एकछिन सुत त पल्टे पल्टे जानिन सक्दैन दिल्ली चाहिँ नपुग्ला जस्तो नि मुला डिस्काउन्टसम्म त ए भाइ 20 क्याम्प भनेको त्यो यहाँसम्म अब यो उससम्म मात्रै हो कि 20 क्याम्प त अब के अरे माथि बरु अलि हाइट होला धेरै हाइटमा 20 क्याम्प उस्तो छैन नि यहाँ त्यो श्वास प्रश्वाससँग सम्बन्धित त समस्या छैन त तेरो खालि जस्ट हिँड्दाखेरि मात्रै स्यासे भनेको यो पाइला चाल्दाखेरि त स्यासे भएको नि 20 क्याम्प त तराई चाहिँ हो के रे त्यो डाइमोक्स ल्याउनु पर्दो रहेछ के अरे एजिथ्रोमाइसिनले काम गर्छ यो त लाग्छ मुस्ताङमा झन् मान्छे यो यसका रुखहरू छन् नि एक पास दानीहरूलाई दानी सिनी त्यहाँ हिजोको जस्तो भयो भने बहुत समस्या हुन्छ क्या बगिडाउन लागेको भने छुट्टै कुरा हो हिँड्न थोरै सम्म हिँड्नु त ओ गाइस के छ त ल हाम्रो साथी हामीले साथीलाई यहाँ नि अब मैले भुतोला यहाँ राखेर बोकेर त्यहाँ चढाउनु पर्छ भन्ने म चलाउनु तयार छु होइन त्यो स्थितिमा हामी हो होइन पहिला तातो पनि हानिदिन्छ हामीले हो